एकपल्टको कुरा होइन, दुईपल्टको होइन, तीनपल्ट होइन, तीनपल्ट लगातार आएन भने त कतै जान्छ। त्यस्तो ठाउँमा 4 पल्ट 5 पल्ट जतिपल्ट पनि कुनै जसलाई न चाड न पर्व न केही कुनै वास्ता नभएको, त्यस्तोमा सधैँ बोलाउनु पर्ने, हामीलाई त्यो बाध्यता हुने, अनि आउनुपर्ने मान्छेलाई बोलाइराख्नु पर्ने, यस्तो हुँदैन। अर्कोपल्टसम्ममा सोधी खोजी गर्नु होला, हेर्नु होला रेकर्ड, को एकपल्ट पनि आउँदैन, त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउने होइन, आउन सकिन्न भनेदेखि नाम नराख्नु। हरेकपल्ट इतिहास चाहिँ बनिरहने, नाम चाहिँ छापिरहने, हरेक ठाउँमा पढी बाँचे हामीले पवित्र नाम गरिरहनु पर्ने, मान्छे नआउने।